विश्वमा 14 वटा मात्र 8000 मिटर भन्दा अग्लो हिमालहरू छन्। अझ त्यसमा नि 8 वटा त नेपालकै हुन्। तिनीहरू सगरमाथा, कञ्चनजङ्घा, लोत्से, मकालु, चोयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण हुन्। नम्बर 2, नेपालको झण्डा संसारको अरू देशको झण्डा भन्दा एकदम अलग छ। अरू देशको झण्डा चारकोसे आकारको हुन्छ, तर नेपालको झण्डा दुईटा त्रिकोण मिलेर बनेको छ, जसले हाम्रो देशको हिमाल र पहाडलाई प्रतीक गर्छ। हाम्रो देशको झण्डा संसारमा एउटा मात्र हो जसको आकार यस्तो छ। र तपाईहरू पनि नेपाली हुनुहुन्छ भने कमेन्टमा जय नेपाल लेख्न नबिर्सनु होला। नम्बर 3, नेपालमा लिभिङ गड हुनुहुन्छ। यसको मतलब यहाँ जिउँदो देवीको पूजा गरिन्छ। र तपाईहरूलाई पनि राम्रोसँग थाहा होला, कुमारीहरूलाई नेपालमा भगवानको रूपमा पूज्ने गरिन्छ। यो संसारमा अरू कुनै देशमा छैन। यहाँ जिउँदो देवीको पूजा गरिन्छ। यो कुरा संसारको लागि एकदम अनौठो र हाम्रो लागि पनि एकदम खास रहेको छ। नम्बर 4, अहिले 2024 चलिरहेको छ अरू देशहरूमा, तर त्यही नेपालमा 2081 चलिरहेको छ। क्यालेन्डरको हिसाबमा हाम्रो देश अरू देश भन्दा 57 वर्ष अगाडि हिँडिरहेको छ। यस्तो किनभने संसारका अरू देशको क्यालेन्डरहरूले ग्रेगोरियन क्यालेन्डरलाई फलो गर्छन्, तर नेपालको क्यालेन्डर विक्रम सम्वतमा आधारित छ, जसले गर्दा हामी अहिले 2081 मा छौं। नम्बर 5, 2021 को डाटा अनुसार नेपालमा 142 भन्दा बढी जात जातिहरूको बसोबास छ र 124 भन्दा बढी भाषाहरू बोलिन्छ। यस्तो धेरै जात जातिहरू मिलेर बसेको र यस्तो भाषिक विविधता संसारमा अरू कुनै देशमा पाइँदैन। नम्बर 6, नेपालको अनौठो र रमाइलो चाडपर्वहरू, जहाँ कुकुर र गाईहरूको पनि सम्मान र पूजा गरिन्छ। यहाँको मुख्य चाडहरूमा जस्तै लोसार, ईद, बुद्ध जयन्ती, घोडा जात्रा, इन्द्र जात्रा, छठ पूजा, तीज, होली, तिहार र यसैसँगै गाई पूजा, कुकुर पूजा र विजया दशमी हुन्। यसैसँगै यहाँ अन्य धेरै रमाइला चाडपर्वहरू पनि रहेका छन्। नम्बर 7, संसारबाट नै लोप हुन लागेका केही दुर्लभ जनावर र चराहरू पनि नेपालमा पाइन्छन्, जस्तै रेड पाण्डा, न्याउली चरी, एकसिङ्गे गैंडा र अन्य धेरै छन्। ती मध्ये तपाईलाई कुन कुनको बारेमा थाहा छ कमेन्ट गर्नुहोला। नम्बर 8, संसारकै अग्लो ठाउँमा रहेको ताल जो तिलिचो ताल हो। नेपालकै ठुलो ताल रारा ताल, फेवा ताल, जुन पोखराको मुख्य पर्यटकीय स्थल पनि रहेको छ, र यस्तै अन्य धेरै तालहरू पनि रहेका छन् जो नेपालको लागि एकदम खास छन्। यी हुन् नेपालका केही अलग र युनिक कुराहरू जसले नेपाललाई सुन्दर र संसारभरिका पर्यटकहरूलाई आकर्षण गरिरहेका छन्। नेपालमा यस्तै अरू धेरै कुराहरू छन्, त्यसको लागि हामी अब आउने भिडियोमा चर्चा गर्नेछौँ। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला र यो भिडियो लाइक गर्नुहोला। अनि तपाईलाई लागेको केही कुराहरू छन् भने तल कमेन्ट गर्न नबिर्सनु होला। भिडियो अन्त्यसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।